नमस्कार नानी, के भोट माग्न आयो? होइन नि काका। ए अनि नि यसको त त्यो भोट हाल्ने ठाउँमा सीसी क्यामेरा कि केले सबै भोट हालेको देखाउँछ अरे नि नानी। होइन नि काका, त्यो त आफूतिर भोट तान्ने बाहना मात्रै गरेको। सीसी क्यामेरा त होइन, फोन लगेर फोटो खिच्न पनि पाउँदैन। भएर पूर्ण स्वतन्त्र तरिकाले मतदान गर्नुहोस् न। ए लु त्यसो भए त भोट हाल्न जान्छु नानी यसपालि म पनि। अनि भोट हाल्न आउँछ त काका? आउँछ नि त्यही पोहोरको जस्तो ल्याप्चे हान्ने होइन। होइन नि काका, यहाँ हेर्नुहोस् न, म तपाईँलाई सिकाउन आएको। यहाँ हेर्नुहोस्, कुनै एक तपाईँलाई मन परेको उम्मेदवारको चिन्ह छ, कुनै एउटामा यसरी धर्कामा नछैकन मतदान गर्नुहोस् र पछाडिपट्टिबाट पट्याएर बक्सामा यो झारिदिनुहोस्। ए अनि के लिएर जानुपर्छ नानी भोट हाल्न जाँदा? मतदान परिचय पत्र, नागरिकता वा राष्ट्रिय परिचय पत्रमा कुनै एउटा लिएर जानुहोस् न। यो हो लु मलाई प्रष्ट भयो नानी, लु धन्यवाद। हुन्छ काका। हस् धन्यवाद।